everyone. Welcome to my lecture. So आजको क्लासमा चाहिँ हामी चाहिँ विभिन्न कम्पिटिटिभ इक्जामहरु त्यसैगरी नेपाल फार्मेसी काउन्सिलको फार्मेसी तर्फको नेम रेजिस्ट्रेसन इक्जाम फार्मासिस्ट र फार्मेसी टेक्निशियन दुईटैमा सोधिने फार्माकोलोजी पोर्सनबाट दुईटैमा सोधिने 40 इम्पोर्टेन्ट एमसीक्यूजहरु लिएर आएको छौं। ढिलो नगरिकन आजको क्लास स्टार्ट गरौँ है त। ओके, सो आजको क्लासको फर्स्ट एमसीक्यू छ, which of the following antiemetic is a phenothiazine? Option A, ondansetron. Option B, prochlorperazine. Option C, metoclopramide. Option D, aprepitant. So phenothiazine न्यूक्लियस को कुरा गरेको छ। केमिकली कुन चाहिँ phenothiazine न्यूक्लियस हो भनेर क्वेशनले सोधेको छ। यसको करेक्ट एन्सर चाहिँ के हो त भन्दाखेरि चाहिँ हेर्नुस् त, प्रोमिथार्जिन चाहिँ के हो त भन्दाखेरि चाहिँ phenothiazine एन्टिमेटिक ड्रग हो। अब ondansetron को कुरा गर्दाखेरि यो चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ 5-HT3 रिसेप्टर के हो त भन्दाखेरि चाहिँ एन्टागोनिस्ट है त, रिसेप्टर एन्टागोनिस्ट है त। त्यसैगरी मेट्रोक्लोपामाइड को कुरा गर्दाखेरि मेट्रोक्लोपामाइड चाहिँ के हो त भन्दाखेरि चाहिँ यसलाई चाहिँ यो मेडिसिनलाई चाहिँ के पनि भनिन्छ, D2 ब्लकर पनि भनिन्छ है त, डोपामाइन ब्लकर है त, D2 ब्लकर अथवा प्रोकाइनेटिक्समा पनि यो पर्छ, प्रोकाइनेटिक्स। त्यसैगरी एप्रिपिटेन्ट चाहिँ के हो त भन्दाखेरि चाहिँ न्यूरोकाइन है त। स्पेशली यो चाहिँ के हो त भन्दाखेरि चाहिँ यसले चाहिँ न्यूरोपेप्टाइडलाई चाहिँ यसले चाहिँ ब्लक गरेर चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ एन्टिमेटिक एक्सन चाहिँ एक्सर्ट गर्ने काम गर्छ। ओके, अर्को क्वेशन छ, व्हिच अफ द फलोइङ एन्टिमेटिक इज हेर्नुस् त न्यूरोकाइनिन 1 रिसेप्टर एन्टागोनिस्ट भनेको छ। यसको करेक्ट एन्सर चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ हेर्नुस् त एप्रिपिटेन्ट हुन्छ। अघि नै पनि आइसकेको छ न्यूरोकाइनिनको बारेमा। ग्रानिसेट्रोनको कुरा गर्दाखेरि यसले चाहिँ 5-HT3 लाई चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ ब्लक गर्ने काम गर्छ। ondansetron र ग्रानिसेट्रोन चाहिँ के हो त 5-HT3 रिसेप्टर एन्टागोनिस्ट हुन्। डोमपेरिडोन के हो त डोपामिन रिसेप्टर ब्लकर हो है, D2 ब्लक गर्छ हैन। स्कोपोलामिनको कुरा गर्दाखेरि स्कोपोलामिनले चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ एन्टिकोलिनर्जिक एक्सनबाट चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ आफ्नो एक्सन चाहिँ के गर्छ भन्दाखेरि चाहिँ एक्जर्ट गर्छ है त। सो यसको करेक्ट एन्सर चाहिँ के हुन्थ्यो, अप्सन बी हुन्थ्यो है त। एप्रिपिटेन्ट चाहिँ यसको चाहिँ के हुन्थ्यो, करेक्ट एन्सर हुन्थ्यो। ओके, अर्को क्वेशन छ, व्हाट इज द प्राइमरी मेकानिजम अफ एक्सन अफ प्रोमिथार्जिन एज एन एन्टिमेटिक भनेको छ। अप्सन ए सेरोटोनिन रिसेप्टर एन्टागोनिजम, अप्सन बी डोपामिन रिसेप्टर एन्टागोनिजम, अप्सन सी हिस्टामाइन H1 रिसेप्टर एन्टागोनिजम, अप्सन डी मा चाहिँ न्यूरोकाइनिन रिसेप्टर एन्टागोनिजम। यसको चाहिँ करेक्ट एन्सर चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ अप्सन सी रहेको छ है। ओके, अर्को क्वेशनमा जाउँ। ओके, अर्को क्वेशनमा छ, व्हिच अफ द फलोइङ इज कमनली युज ओपिएट टु ट्रिट डायरिया भनेको छ। हेर्नुस् है, कमनली युज ओपिएट के हो त डायरियामा ट्रिट हुने। अप्सन ए लोपेरामाइड, अप्सन बी मर्फिन, अप्सन सी फेन्टानिल, अप्सन डी मिथाडोन छ। यसको करेक्ट एन्सर चाहिँ के हो त भन्दाखेरि चाहिँ लोपेरामाइड हो। त लोपेरामाइडलाई चाहिँ हामी चाहिँ के गर्छौँ त भन्दाखेरि चाहिँ डायरियाको ट्रिटमेन्टमा चाहिँ हामीले जेनरली चाहिँ यसलाई चाहिँ युज गरिरहेको हुन्छ। हुन त यिनीहरू पनि ओपिएट नै हो, तर यिनीहरूलाई चाहिँ एज अ एन्टी डायरियल मेडिसिनको रूपमा चाहिँ हामी चाहिँ के गर्दैनौँ, ट्रिट गर्दैनौँ। किन ओपिएटलाई ट्रिट गर्छौँ भन्दाखेरि चाहिँ यसले चाहिँ ग्यास्ट्रो इन्टेस्टिनल ट्र्याकको जुन चाहिँ मोटिलिटी हुन्छ नि, मुभमेन्ट हुन्छ नि हैन, यसलाई चाहिँ के गरिदिन्छ त भन्ने चाहिँ रेस्ट्रिक्ट गरिदिन्छ है त। अर्को क्वेशनमा जाम। हेर्नुस् त, द एन्टागोनिजम बिट्विन एड्रिनालिन एन्ड हिस्टामाइन इज भनेको छ। एकदम सोधिरहेको क्वेशन पनि हो। अप्सन ए फिजिकल एन्टागोनिजम, अप्सन बी केमिकल एन्टागोनिजम, अप्सन सी हेर्नुस् त फिजियोलोजिकल एन्टागोनिजम, अप्सन डी नन अफ द एबभ छ। यसको चाहिँ करेक्ट एन्सर चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ अप्सन सी हुन्छ है त। हिस्टामाइन र यो बी चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ हेर्नुस् त यसमा चाहिँ अप्सन सी हुन्छ है त। यसमा चाहिँ फिजियोलोजिकल एन्टागोनिजम हुन्छ है त। ओके, अर्को क्वेशनमा जाम। ओके, which of the following NSAID is classified as a selective COX-2 inhibitor भनेको छ। अप्सन ए आइबुप्रोफेन, अप्सन बी एस्पिरिन, अप्सन सी सेलिकॉक्सिब, अप्सन डी निमिसोलाइड छ। अब यसको नाममा नै एन्सर चाहिँ आउँछ सेली आछ नि हैन, भनेपछि के भयो त सेलिकॉक्सिब भयो यसको करेक्ट एन्सर चाहिँ है त। बाकी चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ बाकी चाहिँ नन सेलेक्टिभ हुन है त। जस्तै प्रिफरेन्शियल COX-2 इन्हिबिटरको कुरा गर्दाखेरि निमिसोलाइड आयो, आइबुप्रोफेन र एस्पिरिन त टोटली नन सेलेक्टिभ भइहाल्यो है त। अर्को क्वेशन छ, which of the following NSAID is most likely to cause the Reye syndrome in children with the viral infection भनेको छ। अप्सन ए एस्पिरिन, अप्सन बी इन्डोमेथासिन, अप्सन सी डाइक्लोफेनाक,
अप्सन बी हेर्नुहोस् त मेलोक्सिक्याम छ, यसको चाहिँ करेक्ट एन्सर चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ एस्पिरिन हुन्छ है त। सो एस्पिरिनलाई चाहिँ हैन भाइरल इन्फेक्सनमा चाहिँ युज गर्दाखेरि एस्पिरिनले चाहिँ के गर्दो रहेछ त भन्दाखेरि चाहिँ रे सिन्ड्रोम कज गराउँदो रहेछ है त। रे सिन्ड्रोम भनेको के रहेछ तपाईँ यहाँ देख्न सक्नुहुन्छ। यो भनेको चाहिँ रियर बट सिरियस मतलब यो चाहिँ के हो त लाइफ थ्रेटनिङ कन्डिसन हो है त। यसमा चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ हाम्रो चाहिँ हेपाटोइन्सेफेलोप्याथीहरू भइरहेको हुन्छ हैन। लिभरहरू स्वेलिङ हुन्छ, ब्रेनहरू स्वेल हुन्छ हैन। स्पेसली यो चाहिँ बच्चाहरूमा चाहिँ हामी चाहिँ भाइरल इन्फेक्सनमा चाहिँ नर्मली फ्लूहरू हुँदाखेरि चिकन पक्सहरू हुँदाखेरि एस्पिरिन प्रेस्क्राइब गर्दाखेरि चाहिँ त्यो कन्डिसनमा चाहिँ यो हुन्छ है त। ओके अर्को क्वेसन छ हेर्नुहोस् त। Which NSAID is not contraindicated in patient with history of peptic ulcer disease भनेको छ। अप्सन ए आइबुप्रोफेन, अप्सन बी नेप्रोसिन, अप्सन सी इन्डोमेथासिन, अप्सन डी सेलिकक्सिब है त। यसको करेक्ट एन्सर चाहिँ सेलिकक्सिब हुन्छ। किन सेलिकक्सिब हुन्छ भन्दाखेरि चाहिँ यो चाहिँ के हो त भन्दाखेरि चाहिँ कक्स टू इनिबिटर हो नि त हैन। सिलेक्टिभ मतलब कक्स टू इनिबिटर हो नि त। यसले चाहिँ कक्स टूलाई मात्रै ब्लक गर्छ हैन। हो त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ के गर्छौँ त भन्दाखेरि चाहिँ यो जिआईको मतलब अल्सरहरू हुँदाखेरि पनि अथवा त्यो अवस्थामा ब्लिडिङहरू हुँदाखेरि पनि हामी के गर्न सक्छौँ त भन्दाखेरि चाहिँ यसलाई चाहिँ प्रिफर गर्न सक्छौँ। बाँकी चाहिँ नन सेलेक्टिभ भयो, कक्स वानलाई पनि ब्लक गर्छ, कक्स टूलाई पनि ब्लक गर्छ। जब कक्स वानलाई ब्लक गर्दाखेरि जति पनि इन्डोजिनस प्रोस्टाग्ल्यान्डिन हुन्छ नि जिआइटीको त्यो पनि कम्प्रोमाइज हुन्छ नि, जसले गर्दाखेरि यो पेप्टिक अल्सर चाहिँ अझ ज्यादा मतलब कोर्स भएर जान्छ नि त हैन। त्यो भएको कारणले गर्दा करेक्ट एन्सर चाहिँ सेलिकक्सिब हुन्छ। इटोरिकक्सिब पनि युज गरिन्छ। अर्को क्वेसन छ which of the following drug is used to treat acute gout attack भनेको छ। अप्सन ए एलोपिरिनोल, अप्सन बी प्रोभेनिसिड, अप्सन सी कोल्चिसिन, अप्सन डी फेबुक्सिस्टाट हुन्छ। फेबुक्सिस्टाट छ। यसको करेक्ट एन्सर चाहिँ के हुन्छ त भने कोल्चिसिन है त। कोल्चिसिन र स्पेसली एन्सेटलाई चाहिँ हामी चाहिँ के गरिन्छ त भन्दाखेरि चाहिँ यो एक्युट गाउट एट्याकमा चाहिँ के गरिन्छ त भन्दाखेरि चाहिँ एज अ ड्रग अफ चोइसको रूपमा चाहिँ हामी युज गरिरहेको हुन्छौँ है त। सो यो कुरा छ। ओके अब अर्को क्वेसनमा जाऊँ। यहाँनिर क्लासिफिकेसन पनि मैले दिएको छु। एक्युट गाउटमा कोल्चिसिन भयो हैन, गाउटमा कोल्चिसिन युज गरिन्छ। एन्सिडहरू इन्डोमेथासिन हैन, इटोरिकक्सिब, नेप्रोसिन युज गरिन्छ। स्टेरोइड्सहरू पनि युज गर्न सक्यो। क्रोनिक युथमा चाहिँ बेसिकली हामी चाहिँ के गर्छौँ दुई थरीका ड्रग दिन्छौँ। एउटाले चाहिँ युरिक एसिडको सिन्थेसिसलाई चाहिँ ब्लक गर्ने काम गर्छ भने अर्कोले चाहिँ त्यो भएको एक्सक्रिसनलाई चाहिँ के गर्ने काम गर्छ त भन्दाखेरि चाहिँ इन्क्रिज गर्ने काम गर्छ है त। सेक्रिसनलाई चाहिँ ब्लक गर्नेमा चाहिँ के पर्छ त एलोपिरिनोल, फेबुक्सिस्टाट पर्छ भने यो युरिक एसिड एक्सक्रिसन गराउनलाई चाहिँ के पर्छ प्रोभेनिसिडहरू चाहिँ यसमा चाहिँ पर्छ है त। अर्को क्वेसनमा जाऊँ। What is the primary mechanism of action of allopurinol in the management of gout भनेको छ। अप्सन ए इनिबिट ज्यान्थिन अक्सिडेज, अप्सन बी इन्क्रिज रेनल secretion of the uric acid, अप्सन सी इनिबिट प्रोस्टाग्ल्यान्डिन सिन्थेसिस, अप्सन डी स्टेबलाइज द ट्युबुलिन टु इनिबिट द माइक्रोट्युबुल फर्मेसन भनेको छ। बेसिकली मतलब यो एलोपिरिनोलहरू भयो, फेबुक्सिस्टाट जुन चाहिँ हामी चाहिँ एज अ एन्टी गाउटको रूपमा दिन्छौँ नि त्यसले चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ ज्यान्थिन अक्सिडेजलाई चाहिँ के गर्ने काम गर्छ ब्लक गर्ने काम गर्छ है त। जसको फलस्वरूप चाहिँ लास्टमा गएर चाहिँ के हुन पाउँदैन युरिक एसिड सिन्थेसिस हुन पाउँदैन। अर्को क्वेसन छ which of the following is a selective xanthine oxidase inhibitor used in the treatment of gout भनेको छ। के होला त सेलेक्टिभ xanthine oxidase inhibitor? अप्सन ए इटोरिकक्सिब, फेबुक्सिस्टाट, इन्डोमेथासिन, अल अफ दि एबभ। ज्यान्थिन अक्सिडेज इनिबिटर है। यसको करेक्ट एन्सर चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ फेबुक्सिस्टाट हुन्छ है त। करेक्ट एन्सर चाहिँ अप्सन बी हुन्छ है त। अब इटोरिकक्सिब के हो एन्सेट भयो, इन्डोमेथासिन पनि एन्सेट भयो। यिनीहरू चाहिँ केमा युज गरिन्छ भन्दाखेरि चाहिँ एक्युट गाउटको कन्डिसनमा युज गरिन्छ है त। क्रोनिक गाउटको कन्डिसनमा युज गर्ने भनेको चाहिँ बेसिकली हामी फेबुक्सिस्टाटलाई चाहिँ हामी चाहिँ क्रोनिक गाउटमा चाहिँ युज गरिरहेको हुन्छौँ। गाउट भनेको थाहा छ नि हजुर होइन, इन्फ्लामेसन हुन्छ, युरिक एसिडको चाहिँ क्रिस्टल बन्छ होइन, मोनोसोडियम युरिएट क्रिस्टल बन्छ। अनि त्यो क्रिस्टलले गर्दाखेरि जोइन्टहरूको मुभमेन्ट के हुन्छ त रेस्ट्रिक्ट हुन्छ नि त, पेन हुन्छ, इन्फ्लामेसन हुन्छ होइन, यो कुरा छ। अर्को क्वेसन छ which of the following drug increase the excretion of the uric acid by inhibiting reabsorption in the kidney भनेको छ है त। अप्सन ए एलोपिरिनोल, अप्सन बी कोल्चिसिन, अप्सन सी प्रोभेनिसिड, अप्सन डी फेबुक्सिस्टाट छ है त। कसले चाहिँ स्पेशली युरिक एसिडको एक्सक्रिसनलाई चाहिँ बढाउँछ। एक्सक्रिसन कसरी बढ्छ त भन्दाखेरि चाहिँ किडनीले चाहिँ त्यसलाई चाहिँ ज्यादा रिएब्जर्ब गरेपछि किडनीमा जान्छ अनि त्यहाँबाट युरिन हुँदै एक्सक्रिट आउट हुने हो नि त। यसको करेक्ट एन्सर चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ प्रोभेनिसिड हुन्छ है त। प्रोभेनिसिड चाहिँ के गर्छ त यसले चाहिँ इन्क्रिज युरिक एसिड एक्सक्रिसन गराउने काम गर्यो नि त। एलोपिरिनोल र फेबुक्सिस्टाटले के गराउने काम गर्थ्यो यिनीहरूले चाहिँ
सिन्थेसिसलाई चाहिँ इन्हिबिट गर्ने काम गर्थ्यो है त। एउटाले बन्न दिएन, अर्कोले बनेकोलाई फाल्ने काम गर्यो। अर्को क्वेसन छ, विच अफ द फलोइङ इज नन बायोलोजिकल डिजिज मोडिफाइङ एन्टी रुमेटिक ड्रग? डिमाट पनि भन्छ यसलाई। तलको मध्ये चाहिँ कुन चाहिँ नन बायोलोजिकल डिजिज मोडिफाइङ ड्रग हो? अप्सन ए मेथोट्रेक्सेट, अप्सन बी इन्फ्लेक्सिम्याब, अप्सन सी इटोरिकक्जिब, अप्सन डी हेर्नुहोस् त एडालिमुम्याब। यसको करेक्ट एन्सर चाहिँ मेथोट्रेक्सेट हो है त। नन बायोलोजिकल भनेको चाहिँ जसले चाहिँ हाम्रो बायोलोजिकल सिस्टमलाई चाहिँ एफेक्ट गर्दैन भन्न खोजेको हो नि त। जस्तै इन्फ्लामेटरी मिडिएटर्सहरूलाई चाहिँ केही पनि नगरिकन गर्छ भने त्यसलाई के भन्छ? नन बायोलोजिकल भन्छ। यो चाहिँ मेथोट्रेक्सेट चाहिँ एकदम एज अ ड्रग अफ चोइसको रूपमा पनि हामी युज गरिरहेको हुन्छौँ है। एज अ डिमार्टमा चाहिँ 2.5 देखि 7 mg वन्स अ विकहरू हामी प्रेफर गरिरहेको हुन्छौँ। कहिले कहिले अप टु 15 mgसम्म पनि दिइरहेको हुन्छ। मैले एक्सप्लेन पनि गरिरहेको छु, हेर्नु होला। ओके, अर्को क्वेसन छ, विच अफ द फलोइङ ड्रग इन्हिबिट द थाइरोइड हर्मोन रिलिज भनेको छ। अप्सन ए लिथियम, अप्सन बी फेनोबार्बिटन, अप्सन सी फेनिटोइन, अप्सन डी कार्बामाजेपाइन छ। यसको करेक्ट एन्सर चाहिँ लिथियम हो है त। लिथियम मुड स्टेबलाइजिङ एजेन्ट है त। यो चाहिँ नर्मली चाहिँ के गरिन्छ त भन्दाखेरि चाहिँ साइकेट्रिक डिसअर्डरहरूमा पनि यो मेडिसिनहरू दिइरहेको हुन्छ नि त होइन। मुडलाई स्टेबलाइज गर्छ होइन। हो यसले चाहिँ के गर्दो रहेछ त भन्दाखेरि चाहिँ हेर्नुहोस् त, थाइरोइड हर्मोन रिलिजलाई चाहिँ ब्लक गर्दो रहेछ। मतलब हाइपोथाइरोइडिजमको चान्सेस चाहिँ मतलब यसले बढाउँदो रहेछ है त, एकदम ज्यादा मतलब यो गर्दाखेरि, युज गरिरहँदाखेरि। अर्को क्वेसनमा जाम, हेर्नुहोस् त, विच अफ द फलोइङ इज द ड्रग अफ चोइस फर द हाइपोथाइरोइडिजम इन प्रेग्नेन्सी? अप्सन ए मेथिमाजोल, अप्सन बी कार्बिमाजोल, अप्सन सी प्रोपाइल थाइरोसिल, अप्सन डी के छ त भन्ने चाहिँ लेभोथाइरोक्सिन छ। क्वेसन इज एबाउट हाइपोथाइरोइडिजम है त। प्रेग्नेन्सीमा हाइपोथाइरोइडिजम भयो भने चाहिँ के दिने त भन्दाखेरि चाहिँ लेभोथाइरोक्सिन दिने। यदि हाइपरथाइरोइडिजम भएछ भने चाहिँ हाइपरको केसमा चाहिँ हामी के गर्छौँ त भन्दाखेरि चाहिँ प्रोपाइल थाइरोसिल दिन्छौँ है त। यो चाहिँ हाइपर भयो भने चाहिँ हामी के दिन्छौँ त प्रोपाइल थाइरोसिललाई चाहिँ हामी चाहिँ हाइपरमा दिन्छ है त। कहिले कहिले चाहिँ हाइपरमा के युज गरिन्छ भनेर त्यो पनि तपाईँलाई सोध्न सक्छ। हाइपरमा चाहिँ हामी के गर्छौँ प्रोपाइल थाइरोसिल चाहिँ हामी प्रेफर गरिरहेको हुन्छ, प्रेस्क्राइब गरिरहेको हुन्छ, यो कुरा छ। अर्को क्वेसन छ, विच अफ द फलोइङ अमाइनो एसिड इज द प्रिकर्सर फर द सिन्थेसिस अफ थाइरोइड हर्मोन भनेको छ। अप्सन ए हेर्नुहोस् त ट्रिप्टोफान, अप्सन बी टाइरोसिन, अप्सन सी एलानिन, अप्सन डी प्रोलिन छ। यसको करेक्ट एन्सर चाहिँ के हो त भने टाइरोसिन हो है त। टाइरोसिनमा चाहिँ आयोडिन जोड्ने हो नि त होइन। मोनोआयोडो मतलब टाइरोसिन भयो, डाइआयोडो, टेट्राआयोडो, ट्राइआयोडो मतलब त्यसरी नै जाने हो है त। यसमा कप्लिङ रियाक्सन हुन्छ जसको फलस्वरूप चाहिँ आयोडिन आएर चाहिँ मतलब यहाँनिर चाहिँ एट्याच हुने हो नि त होइन। त्यसले चाहिँ T3 हो कि T4 हो होइन। त्यही भएर T3लाई ट्राइआयोडो मतलब यो थाइरोनिन पनि भन्छ नि, अर्कोलाई टेट्राआयोडो भन्छ नि होइन। खासमा चाहिँ टाइरोसिनकै रेसिड्यु है त, मेन चाहिँ टाइरोसिन भन्ने अमाइनो एसिडबाट नै बन्ने हो। अर्को क्वेसन छ, कार्बिमाजोल इज द एन्टिथाइरोइड ड्रग विच एक्ट बाई भनेको छ। कसरी काम गर्छ त कार्बिमाजोलले? अप्सन ए इनिबिट हर्मोन सिन्थेसिस, अप्सन बी इनिबिट आयोडिन ट्र्यापिङ, अप्सन सी इनिबिट हर्मोन रिलिज, अप्सन डी डिस्ट्रोय थाइरोइड टिस्यु छ। यसको करेक्ट एन्सर चाहिँ अप्सन ई हुन्छ है त, इनिबिट हर्मोन सिन्थेसिस हुन्छ। अब तपाईँ यहाँ देख्न पनि सक्नुहुन्छ हर्मोन सिन्थेसिसलाई इनिबिट गर्ने भनेको मेथिमाजोलहरू, कार्बिमाजोलहरू, प्रोपाइल थाइरोसिलले चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ यो थाइरोइड हर्मोनको सिन्थेसिसलाई चाहिँ ब्लक गर्छ है त। यिनीहरू के हुन्छ एन्टी थाइरोइड ड्रग हो नि त। जब T3 को लेभल बढ्छ, T4 को लेभल बढ्छ तब हामी यो दिन्छौँ नि, यसले चाहिँ त्यो गर्दो रहेछ। अर्को आयोडिन ट्र्यापिङलाई गर्ने भनेको नाइट्रेटहरू भयो होइन, थायोसाइनेटले गर्छ। हर्मोन रिलिजको कुरा गर्दाखेरि सोडियम आयोडाइडको, पोटासियम आयोडाइडको कुरा भयो। डिस्ट्रोय थाइरोइड टिस्युको कुरा गर्दाखेरि यसमा चाहिँ रेडियो एक्टिभ मतलब के गरिन्छ त भन्दाखेरि चाहिँ आयोडाइडहरू चाहिँ जनरली युज गरिन्छ है त। अर्को क्वेसन छ, विच अफ द फलोइङ इज द एन्टिथाइरोइड ड्रग अफ चोइस इन प्रेग्नेन्सी है त। अघिनको क्वेसनमा थाइरोइड ड्रग अफ चोइस थियो होइन, हाइपोथाइरोइडिजम हुँदाखेरि, अहिले चाहिँ एन्टिथाइरोइड छ। यसको करेक्ट एन्सर चाहिँ के हुन्छ त भन्दा चाहिँ अप्सन सी प्रोपाइल थाइरोइड युरासिड हुन्छ। यदि चाहिँ मतलब हाइपोथाइरोइडिजम भइदिएको भए चाहिँ एन्सर के हुन्थ्यो त भन्दाखेरि चाहिँ लेभोथाइरोक्सिन हुन्थ्यो है त। हाइपो भइरहेको भए लेभो हुन्थ्यो। क्वेसन इज एबाउट हाइपर भनेको मतलब एन्टी थाइरोइड भनेको हाइपर होइन त। हरेक कुरा बढ्यो भने हामी त्यसलाई घटाउँछौँ नि त, एन्टी दिने भनेपछि होइन त। जस्तै एन्टी हाइपरटेन्सिभ किन दिन्छौँ त? जब ब्लड प्रेसर घट्छ नि, सरी बढ्छ नि, तब घटाउनलाई त्यो दिने हो नि त होइन, त्यो कुरा छ। अर्को क्वेसन छ, विच अफ द फलोइङ इज द एन्टिथाइरोइड ड्रग अफ चोइस इन चिल्ड्रेन एन्ड यङ पपुलेसन भनेको छ। अप्सन ए मेथिमाजोल, अप्सन बी कार्बिमाजोल, अप्सन सी प्रोपाइल थाइरोसिल, अप्सन डीमा चाहिँ लेभोथाइरोक्सिन छ। यसको करेक्ट एन्सर चाहिँ मेथिमाजोल हुन्छ है त। मेथिमाजोलकै बारेमा कुरा गर्दाखेरि यसले चाहिँ एबनर्मल मतलब यो स्मेलहरू चाहिँ एबनर्मल स्मेल पनि गराउने काम गर्छ। अर्को क्वेसन छ, विच अफ द फलोइङ इज द प्रोड्रग युज टु कन्ट्रोल हेर्नुहोस् त थाइरोटोक्सिकोसिस इन बोथ
ग्रेप डिजिज एन्ड दि टक्सिक नोडुलर गोइटर भनेको छ अप्सन ए मेथिमाजल, अप्सन बी कार्बिमाजल, अप्सन सी प्रोपाइल थायोरासिल, अप्सन डी लेभोथाइरोक्सिन है त। यसको करेक्ट एन्सर के होला त? ओके, यसको करेक्ट एन्सर चाहिँ के हुन्छ त भने अप्सन बी हुन्छ, कार्बिमाजल चाहिँ हामी चाहिँ त्यसमा युज गरिरहेको हुन्छौँ है त। यो चाहिँ प्रोड्रग भयो होइन, एक्टिभ फर्ममा कन्भर्ट हुन्छ। कार्बिमाजलको एक्टिभ फर्म के भयो त? मेथिमाजल हो नि त होइन। अर्को क्वेसन छ एब्नर्मल सेन्स अफ टेस्ट और स्मेल हेर्नुहोस् त इज दि मेन एडभर्स इफेक्ट अफ भनेको छ। यसको करेक्ट एन्सर चाहिँ एब्नर्मल। कसरी याद गर्ने? मिथेन एकदम स्मेल आउँछ नि भनेपछि मेथिमाजल भनेर याद गर्ने है त। सो यो कुरा छ। अर्को क्वेसनमा जाऊँ। ओके, हेर्नुहोस् त विच अफ दि फलोइङ ड्रग हेर्नुहोस् त प्रलङ दि हाइपोग्लाइसेमिया भनेको छ। तलको मध्ये कुन चाहिँ ड्रगले चाहिँ हाइपोग्लाइसेमियालाई चाहिँ प्रलङ गराउँछ भनेको छ। अप्सन ए प्रोपानोलोल, अप्सन बी प्रेडनिसोलोन, अप्सन डी एड्रिनालिन, अप्सन सी एड्रिनालिन, अप्सन डी हेर्नुहोस् त हाइड्रोक्लोरोथाइजाइड। हाइपोग्लाइसेमिया प्रोलङ गराउँछ भनेको ब्लड ग्लुकोज लेभल चाहिँ लङ टर्मसम्म घटाएर राखिरहन्छ नि त होइन। हो प्रायः एन्टी एड्रिनर्जिक ड्रगहरूले चाहिँ के गर्दो रहेछ त भन्दाखेरि चाहिँ त्यो गराउने काम गर्छ चाहिँ प्रोपानोल है त। यिनीहरूले चाहिँ के गराउँदो रहेछ त भन्दाखेरि चाहिँ हाइपरग्लाइसेमिया गराउँदो रहेछ है त। ब्लडको मतलब ग्लुकोज लेभल चाहिँ यिनीहरूले, ब्लड सुगर लेभल चाहिँ यिनीहरूले चाहिँ बढाउँदो रहेछ भने प्रोपानोलले चाहिँ के गर्दो रहेछ? घटाउँदो रहेछ है त। सो यो कुरा पनि भयो। ओके, अर्को क्वेसनमा जाऊँ। मैले यहाँनिर दिएको छु कसले हाइपरग्लाइसेमिया गराउँछ। कर्टिकोस्टेरोइड्स भयो, हेर्नुहोस् त सिम्प्याथोमाइमेटिक ड्रगहरू एड्रिनालिन, नोरएड्रिनालिन, डोपामिन, डोभिटामिन हुन्छ होइन। नियासिनले गर्छ, थाइजाइड डायबिटिकहरू भयो, फेनिटोइन भयो, यिनीहरूले चाहिँ बढाउँदो रहेछ। यस्ता ड्रगहरू चाहिँ यदि डायबिटिजको मेडिसिन खाइरहनु भएको छ, ओरल हाइपोग्लाइसेमिक एजेन्टहरू खाइरहनु भएको छ भने प्रिकसन लिनु पर्यो। अर्को क्वेसन छ विच अफ दि फलोइङ ड्रग डज नट इन्ड्युस हाइपरग्लाइसेमिया। तलको मध्ये कुन चाहिँ मेडिसिनले चाहिँ ब्लड ग्लुकोज लेभल बढाउँदैन भनेको हो नि त। अप्सन ए कर्टिकोस्टेरोइड, अप्सन बी थाइजाइड डायबिटिक, अप्सन सी इफिनेफ्रिन, अप्सन डी एकार्बोस। डेफिनेटली एकार्बोस है त। किन एकार्बोस? एकार्बोस आफैमा पनि के हो त? ओरल हाइपोग्लाइसेमिक एजेन्ट होइन त, अल्फा ग्लाइकोसाइडेज इन्हिबिटर हो नि होइन। त्यो भएको कारणले गर्दा यसले ब्लड ग्लुकोज लेभल घटाउँछ। अर्को क्वेसन छ विच अफ दि फलोइङ इज दि लङ एक्टिङ इन्सुलिन भनेको छ। लङ एक्टिङ इन्सुलिन चाहिँ कुन चाहिँ होला त? अप्सन ए लिस्प्रो, अप्सन बी स्पार्ट, अप्सन सी नेचुरल प्रोटामिन एजिडन, अप्सन डी ग्लाइडजिन। के होला यसको करेक्ट एन्सर? एकदम सजिलो छ है, म भनिदिइहाल्छु। यसको करेक्ट एन्सर चाहिँ अप्सन डी हुन्छ, ग्लाइडजिन हुन्छ। कसरी याद गर्ने त? तपाईँलाई एकदम ज्यादा इन्सुलिनहरूबाट प्रायः सधैँ इक्जामहरूमा सोधिरहेको हुन्छ। कसरी याद गर्ने त है त? म तपाईँलाई एउटा नेमोनिक्स दिन्छु, त्यसपछि कहिले पनि यो भुल्नुहुन्न है। क्लासिफिकेसन अफ इन्सुलिनलाई चाहिँ फास्ट एक्टिङ इन्सुलिनलाई याद गर्नको लागि एउटा गाली भनेर सम्झिनु, फर्स्ट गाली भनेर सम्झिनुहोस्। कसैले चाहिँ तपाईँलाई पहिले गाली गर्दै अरे भनेको मतलब फर्स्ट स्ट्यान्ड फर फर्स्ट, के फास्ट एक्टिङ भयो होइन। गाली जिए भनेको के रहेछ? जी भनेको हेर्नुहोस् त के रहेछ? यो ग्लाइलिसिन छ। अनि ए भनेको के रहेछ? एस्पार्ट छ है त। अनि एलआई ली भनेको लिस्प्रो रहेछ। इन्टरमिडिएट एक्टिङलाई त याद गर्न एकदम सजिलो छ, इन्टरमिडिएट एक्टिङमा आई आउँछ नि त। त्यही भएर आई आएको इन्सुलिनहरू भयो हेर्नुहोस् त। आइसोफेन आयो होइन, इन्सुलिन जिङ्क सस्पेन्सनको कुरा भयो होइन। यो आइसोफेनलाई चाहिँ नेचुरल प्रोटामिन हेजिडोन पनि भनिन्छ, एनपिएच पनि भनिन्छ। अर्को सर्ट एक्टिङलाई याद गर्न बडा सजिलो छ। सर्ट एक्टिङमा चाहिँ एस आउँछ नि, एस स्ट्यान्ड फर सर्ट एक्टिङ भनेर याद गर्ने। सोलुबल इन्सुलिन पनि भनिन्छ, यो रेगुलर इन्सुलिन पनि भनिन्छ यसलाई। सोलुबल इन्सुलिन चाहिँ हामी चाहिँ प्रायः चाहिँ यो आइबी बोलसको रूपमा पनि लगाइरहन्छौँ। आइबी रुटबाट पनि मतलब यसलाई चाहिँ के गरिन्छ त भन्ने चाहिँ दिइन्छ। मोस्ट अफ द केसेसमा चाहिँ इन्सुलिनलाई चाहिँ सबक्युटानियसली दिइन्छ भने सोलुबल इन्सुलिनलाई चाहिँ हामी आइबीबाट पनि दिन्छौँ। लङ एक्टिङलाई याद गर्नको लागि एललाई याद गर्ने। हेर्नुहोस् त ग्लाइजिनमा पनि एल आएको छ, अथवा ल्यान्टस भयो होइन। हेर्नुहोस् त अब लेमिभिर छ होइन। अनि त्यसपछि यो चाहिँ प्रोटामिन जिङ्क, यो चाहिँ इन्सुलिन चाहिँ एक्सेप्सन भयो है त। यसरी तपाईँहरूले के गर्न सक्नुहुन्छ त भन्दाखेरि चाहिँ याद गर्न सक्नुहुन्छ। प्रायः तपाईँहरूलाई लङ एक्टिङ कुन हो, इन्टरमिडिएट एक्टिङ कुन हो, फास्ट एक्टिङ कुन हो होइन, कुन चाहिँ सोलुबल इन्सुलिन हो, रेगुलर इन्सुलिनलाई अल्सो के पनि भनिन्छ होइन। यसरी चाहिँ हरेक इक्जाममा चाहिँ के गर्न सक्छ त भन्दाखेरि चाहिँ सोध्न सक्छ। ओके, अब नेक्स्ट स्लाइडमा जाँ। एनपिएच इज एन इक्जाम्पल अफ, अघि नै पनि आएको थियो नेचुरल प्रोटामिन हेजिडोनको चाहिँ के को इक्जाम्पल हो त? अघि नै आएको थियो। यो चाहिँ के हो त भन्दा चाहिँ एनपिएच चाहिँ इन्टरमिडिएट एक्टिङको चाहिँ इक्जाम्पल हो है त। ओके, आई सम्झिने भनेको थिएँ नि होइन इन्टरमिडिएटलाई। अर्को क्वेसन छ अल अफ दि फलोइङ आर इक्जाम्पल अफ सल्फोनाइल युरियास एक्सेप्ट भनेको छ एसिट्रोहेक्सामाइड। हेर्नुहोस् त अब सेकेन्डमा छ क्लोरप्रोपामाइड, अप्सन डी टोलाजामाइड, अप्सन डी हेर्नुहोस् त टेपाक्लिनाइड छ।
यसको करेक्ट एन्सर चाहिँ के हुन्छ त भन्दाखेरि र्याफाग्लिनाइट हुन्छ। त्यो मेग्लिटिनाइट ग्रुपबाट चाहिँ चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ बिलोङ्स गर्छ। अर्को अब यो प्राय ओरल हाइपोग्लाइसेमिक ड्रगहरूको क्लासिफिकेसन मैले हेर्ने राखेको छु। सल्फोनाइल्युरियामा पनि फर्स्ट जेनेरेसन, सेकेन्ड जेनेरेसन, मेक्लिटिनाइटमा के हुन्छ, डाइपेप्टिडाइल पेप्टिडेज इनिबिटर्समा के हुन्छ होइन। यिनीहरूले चाहिँ के गर्दो रहेछ त इन्सुलिन सेक्रेसनलाई चाहिँ के गर्दो रहेछ बढाउँदो रहेछ भने तल्लोले चाहिँ के गर्दछ इन्सुलिन रेजिस्टेन्स भइरहेको हुन्छ नि त्यसलाई चाहिँ घटाउँदो रहेछ। अनि सीमा चाहिँ मिसिलिनियस चाहिँ एउटा मेजर तीनवटा क्याटेगोरीमा चाहिँ क्लासिफाई गर्न सकिन्छ, तपाईँ हेर्न सक्नुहुन्छ। अर्को एउटा एकदम इम्पोर्टेन्ट क्वेसन छ, विच अफ दि फलोइङ इज दि फर्स्ट ड्रग अफ चोइस इन पेसेन्ट विथ टाइप 2 डिएम भनेको छ। टाइप 2 डायबिटिज मेलाइटसमा चाहिँ फर्स्ट ड्रग अफ चोइस के हो त है। यसरी सोध्छ भने चाहिँ यसको करेक्ट एन्सर चाहिँ मेटफर्मिन हुन्छ है त। यदि टाइप 1 डायबिटिज मेलाइटस भनेको भए चाहिँ के हुन्थ्यो त भन्दाखेरि चाहिँ इन्सुलिन हुन्थ्यो है त।